डिफ्र्याक्सन अफ लाइट पढिरहेको थिएँ अनि मेरो पेन चाहिँ एक्सिडेन्टली यहाँ गयो अनि पछि मैले खतरा प्याटर्न देखेँ होइन अनि मलाई भिडियो रेकर्ड गर्नु मन लाग्यो कि त्यस्तो भयो होइन हो यो प्याटर्न किन सर्कुलर छ होइन खतरा छ अनि यो कुनै ठाउँ ब्राइट देखिरहेको छैन जस्तै यताको साइडमा अनि उता डार्क देखिरहेछ होइन किन होला यस्तो अनि अर्को कुरा चाहिँ के भन्दा चाहिँ यो पेन छ नि होइन यसलाई हामीले यसको माइक्रोस्कोपिक लेभलबाट हेर्न मिल्दो रहेछ कि हामीले नर्मली हेर्दाखेरि त देखिँदैन नि त पेनमा कता स्क्रैच छ कता स्क्रैच छैन होइन अनि यसरी हेर्दा चाहिँ यस्तो देखिँदो रहेछ कि अनि जब मैले हात हटाएँ होइन ओइ 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 प्याटर्न एक्सपान्ड हुँदै गयो गयो हरायो